हाई गाइज, इट्स मी विक्रम जी अनि स्वागत छ तपाईहरुलाई विक्रम जी ब्लग युट्युब च्यानल र फेसबुक पेजमा। अनि आज नयाँ ब्लग लिएर आएको छु। यसो माया देखाइदिनु होला है त। घरमा बसिसकेपछि केही न केही काम त गर्दिनु पर्ने हुन्छ। फर्स्ट काम भनेको मैले यो फलामलाई अत्तरिया लगेर ग्यास बिल्डिङ गर्दिनु पर्ने थियो। अनि अर्को काम क्रेसरमा गएर तेल कुपन ल्याएर अत्तरियाबाट तेल भरेर घरमा ल्याइदिनु पर्ने थियो। अनि दुईटै काम एकैचोटी गर्नुपर्छ भनेर म ड्रम र फलाम बोकेर म क्रेसरमा गए। फर्स्ट मलाई त्यहाँ अंकलले तेल कुपन दियो। अनि त्यसपछि म फेरि गाडीमा चढेर म अत्तरियातिर निस्किए। अनि गाडीमा चढेको केही छिनमै त म अत्तरिया बजार पुगिसके। अनि झरेर अनि तेल भर्नु पर्छ भनेर त्यहाँ तेल भर्न गए। त्यहाँको स्टाफलाई मैले कुपन दिएर त्यहाँको स्टाफले मेरो ड्रममा तेल भरिदियो। अनि भरेर मैले त्यो ड्रमलाई त्यहाँ राखेर म ग्यास बिल्डिङ हुने ठाउँमा जान लागे। तर दुःखको कुरा के थियो भने मलाई अत्तरियामा ग्यास बिल्डिङ कहाँ गर्छ भनेर थाहा थिएन। अनि मैले बाटोभरि सोध्दै गए। दाजु, यता ग्यास बिल्डिङ कता छ? अझ अगाडि। फाइनली ग्यास बिल्डिङ गर्ने ठाउँमा पुगे। त्यसपछि मैले ग्यास बिल्डिङ गर्न सुरु गरे। अनि त्यहाँ ग्यास बिल्डिङ गरिसकेपछि मैले त्यहाँ कति पैसा भयो भनेर सोध्दा त 100 रुपैयाँ भन्यो। कति भयो? 100 रुपैयाँ हो। लिन दाजु। तर सानो बिल्डिङ हाने पनि 100 रुपैयाँ रहेछ। सो अनि मैले 100 रुपैयाँ दिएर म त्यहाँबाट रिटर्न भए। मेरो आजको काम यति नै थियो। अनि मैले सम्पूर्ण काम सकेपछि म घरतिर निस्किए। अनि आजको भिडियो यति नै गाइज। अर्को भिडियोमा भेट्नु पर्छ। बाइ बाइ गाइज। फलो गर्न चाहिँ नभुल्नु होला है त।